भनेनन्। उनले भनिन्, मलाई कसैको दया चाहिएको छैन। म यो घरमा सधैँ हेपिएर बस्न सक्दिनँ। सासु आमाको आँखाबाट आँसु खसे। उहाँले सम्झाउँदै भन्नुभयो, हेर बुहारी, चाडबाडको दिन यसरी रिस नगर। मेरो लागि तिमीहरू दुवै बराबर छौ। मैले कसैलाई काखा र कसैलाई पाखा गरेको छैन। तर जेठानी अब सम्हालिन सक्ने अवस्थामा थिएनन्। मनमा धेरै दिनदेखि पालेर राखेको डाहा र असन्तोष आज ज्वाला बनेर निस्किएको थियो। जेठानीले आफ्नो थाल पर हुत्याइदिन्। भान्सामा ठुलो आवाज आयो। उनले सासूतिर हेरेर दृढ स्वरमा भनिन्, अब धेरै भयो आमा। म यो एउटै चुलोमा पाकेको भात खान सक्दिनँ। मलाई मेरो भाग अलग्गै चाहिन्छ। भोलिदेखि मेरो चुलो अर्कै बाल्दैछु। यो शब्द सुन्ने बित्तिकै सासु आमाको छातीमा ढ्याङ्ग्रो ठोकिए जस्तै भयो। देउरानी जेठानीको खुट्टामा परेर रुन थालिन्। घरको आँगनमा ठुलो सन्नाटा छायो। तीजको त्यो पवित्र रात, जुन रात खुसी र आशिष पोखिनु पर्ने थियो, त्यही रात घर फुट्ने अन्तिम निर्णय भयो। जेठानी आफ्नो कोठातिर छिरिन् र ढोका ढ्याप्प लगाइन्। भान्सामा सासु र देउरानी अँध्यारो अँगेनोलाई हेरेर रातभर रोइरहे। तीजको त्यो कालो रात ढलेर बिहान झुल्के घाम त छायो, तर घरमा भने उज्याला आउन सकेन। जेठानीले अघिल्लो रात भनेका कुरा पूर्णै सपना थिएन, एउटा कठोर यथार्थ थियो। बिहानै उठेर जेठानीले आँगनको एउटा कुनामा गएर नयाँ माटो र ढुङ्गा बटुलिन्। उनले कसैसँग एक शब्द बोलिनन्। सासु र देउरानीले त्यो लाएर हेरिरहे, तर उनलाई रोक्ने हिम्मत कसैको भएन। जेठानीले आँगनको एकातिर आफ्नै हातले नयाँ अँगेनो बनाउन थालिन्। माटोको लेप लगाउँदै गर्दा उनका हातहरू काँपिरहेका थिए, तर सासु आमाको मुटु भने छातीभित्र थरथर काँपिरहेको थियो। जुन घर